यहाँ तपाईहरुले लौका देख्नुभएको छ। यो लौका किन यति राम्रो भयो भन्दा तपाईको यो मलफातमा लगाएको लौका हो। यति मिठो छ यो लौका, यति धेरै फलेको छ। यसको विषयमा म एउटा एग्रो चिरनमा छुट्टै लङ भिडियो पनि म तपाईहरुलाई राख्ने छु। तपाईहरुले यहाँ हेर्नुभयो भने यो भित्र छिरियो भने हामीले लौका मात्र देख्छौं, अरु केही पनि छैन। जता हेर्यो त्यतै लौकै लौका लौकै लौका छ। अनि यसरी हामीले हेर्ने साथ कि लौकै तपाईको त्यहाँ हेर्नु भने लौका छ, यता लौका यसो खोजाल्ने साथ हामीले लौका छ। लगभग यसमा लगभग अझै 300-400 वटा लौकाहरू चाहिँ यो झालभित्र हुनुपर्छ। र यसरी पर्याप्त मात्रामा गोबर मलहरू पुर्याएर खेती गरियो भने यसरी हामीले लौका धेरैभन्दा धेरै उत्पादन गर्न सक्छौं। र यो डी कृषि फार्म मंगलपुरको डी कृषि फार्म दुध डेयरी छ। त्यहाँ तपाईले विभिन्न किसिमका दुध, घिउ, पनिर, दही पाउन सक्नुहुन्छ। यही फर्ममा उत्पादन भएका यहाँ थुप्रै भैँसीहरू, गाईहरू छन् र यहाँ तरकारी खेतीहरू पनि यस्तो किसिमको छ। र यसरी यो लौका देख्दा यति आनन्द आयो मलाई। हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। र यसरी गोबर मल छापेर चाहिँ हामीले खेती गरियो भने हामी धेरै मुनाफामा जान सक्छौं।